लभलु रिमाटे गर्छु ल अनबक्सिङ हुँदैछ है धमाधम कसको चाहिँ फोटो हालेर दिएछन् हो अनि मेरै राखेर दिनु नि मेरो राखेर दिनु नि बर्थडे मेरो फोटो चाहिँ यो कुन चाहिँको आहा बासना हेर्न पर्फ्युम छर्केर ल्याएछन् के है यो दुईवटा चाहिँ मेरो दिदी दोस्तहरूले दिएको जेसुकै होस् लो 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 ल अनबक्सिङ फटाफट खोल्न कपाए जस्तो छ है गाई किरानीवाला हो राजालाई कहाँबाट रानीको दिनु हो के हो न बिर्को नै यसरी झुन्डेर आउँछ तयारी वाउ गाइज किङ कपडा छ अन चम्मच पनि छ हो सुनको नि हो महँगीमा मम्मी यता रहेछ सुन्छ हुन कानको ट्याउनी जस्तो रहेछ कफी लभर हुन चाहिँ त्यही भएर सोचेको थिएँ देख्यौ गाइस देख्यौ देख्यो न गाइस अब यो छ होइन तिमीहरूले दिएको ल ल छिटो छिटो वाउ सेन्ट किन नहालेको बासना आएन नि त नि बस्न आउने होइन नि त आँखालाई सुकुन मिल्ने हो क्या ल यो चाहिँ मेरो जिग्री दोस्तहरूले दिएको है यो दुइटा चाहिँ यो भयो अब के छ यो छ राइडरबाट आएको होला होइन होइन हाम्रो दिदीले दिनुभएको यो चाहिँ दिदीको गिफ्ट हो है गाइस दाँतो निकाल बोलाउँ कि यो चाहिँ अब मैले मेरो बाइकमा मिल्ने धन्न होइन हामीले दुईटा हेलमेट हुन्थ्यो हामीले हेरेको थियौँ हेलमेट फेरि मन पर्दैन भनेर नलिएको यो चाहिँ 4वटा भइसक्यो ल ल ल कहाँबाट खुल्छ भन त्यहाँबाट हो भन्नु खबरको पनि आए खाए नयाँ बाइकमा नयाँ हेलमेट किनेको थिएन कि दिदीले दिनुभएछ अनबक्सिङ जुत्ता खोल्दैछ है ल कस्तो खालको जुत्ता है जुत्ता यो चाहिँ राइडर साथीहरूको तर्फबाट हो गाइस कुनै जुत्ता चाहिँ कस्तो छ कस्तो खालको दाँत सबै देखायो ओइ लगाउँ लगाउँ ठुलो जस्तो लाग्यो यार तर है के हो केटी होइन होला ठुलो छ गिफ्ट यो चाहिँ गिफ्ट गाइस लगाइदिएको नि फेरि ओपनिङ हानिदिएको रातिको काम अब यो चाहिँ पहिलाको पुरानो साथीले दिएको पहिला काम गर्दाखेरिको देखाऊ देखाऊ यस्तो छ तर उसको आफ्नै पसल हो होइन तिमीलाई मन परेन भने साटेर दिन्छु ल साथी भने ठिक छ तर है त्यो साथीहरूले दिएको अर्को गिफ्ट हो क्या यो चाहिँ हेलमेटमा लाउने ब्लुटुथ हो के अब मोबाइल त त्यस्तै छ के हुँदो रहेछ बुझ्नु मुझुर त्यही हो गाइस हुन चाहिँ मोबाइलमा जोड्नुपर्छ अब म राइडर नयाँ हेलमेट पनि है हेलमेटमा सपट आसेर के हुँदो रहेछ यो हुन्दुर बुन्दुर यो पनि हो हराउला फेरि मक्खा छ मक्खा नेक्स्ट यो चाहिँ एकजना नयाँ म्याम हुनुहुन्थ्यो क्या ग्रुपमा भर्खर आउनु भएको उहाँले मलाई फर्स्टमै आएर दिनुभएको थियो होइन यो कुन झोलाबाट निकाल्नु भएको मम्मीले पनि झोला चाहिँ येल्लो कलरको जस्तो लाग्यो यो हो न यो किरिङ हो क्युटवाला जस्तो त नि होइन ए ज्योतिले दिएको ज्योतिले हो फर्स्टमै दिनुभएको म्यामले दिनुभएको यो किरिङ रहेछ कति क्युट हो के है केटी यो चाहिँ टी सर्ट रहेछ होइन तर यो मलाई हुँदैन यस्तो नभन्न त्यो काट ए किरिङसँगै ज्योति म्याम किरिङ चाहिँ एकदम क्युट छ यो भयो लाग्दैछ अब यो छ क्युटवाला गिफ्ट छ यो पनि यो वाउ के छ तर भित्र चाहिँ अर्कै रहेछ है खासमा म त फुल मात्र भन्दै थिएँ कि फुल चाहिँ वाउ के साह्रो राम्रो प्याकिङ हो है प्याकिङै मार्छ के भित्र चाहिँ के छ खजाना छ है गाइस ल खजाना के रहेछ त भित्र म खोल्छु अब होइन यो निलो म्याम र एकजना कलरको चाहिँ दामी ओइ तेरो टी-सर्टसँग म्याचिङ सर्ट पनि छ त्यस्तो यो चाहिँ के हो ल खजाना छ यो खजाना हेर्ने छौँ है हामी गाइस के आउनु भएको थियो एकजना यत्रै थियो नि डल्लो मान्छेले यो डल्लो भएछ होइन तर प्याकिङ चाहिँ खतरा हो यो अगाडि थियो के प्याकिङ पनि खतरा मान्छे डान्सर पनि खतरा खतरा होइन हाइट पनि खतरा यत्रै हुनुहुन्छ मान्छे नि बलियो होइन प्याकिङ नि बलियो छुटाउनै सकिएन त गाइस हामी त हेरेकै भयौँ त अब खोलेर मात्र पत्ता लाग्छ हामी खासै जान्दैनौँ जल्दी पर्फ्युमै भन्दै थिएँ मैले भन्दै थिएँ कि मैले पर्फ्युम हो भनेर चाहिँ होइन पर्फ्युमै रहेछ कि कस्तो छ वाउ दामी छ यति होइन त मेरो गिफ्ट यो के भन्छ गिफ्ट भन्दा पनि अब यो पनि गिफ्ट नै हो है गाइजहरू यो पनि अब किनकि
के भन्छ झुन्ड्याउनलाई ल्याएर नझुन्ड्याइकन दिनुभएको कि नयाँ नै अनि यो मात्रै झुन्ड्याइदिनु भएको थियो यो पनि गिफ्ट नै हो बाँकी थ्याङ्क यू फर यत्रो गिफ्ट यत्रो यो यत्रो यो बोक्रा बढी छ त्यो भित्रको बुढी भनेको छोडेर त वाह यो चाहिँ पर्फ्युम पनि दिनुपर्छ नि अनि यो मात्रै दिने यसमा छर्केको पर्फ्युम चाहिँ दिनु पर्दैन थियो पर्दैन थियो म छर्केर हिँड्थेँ फुल जस्तो बासना आउँदै के अरे बासा आउँदै फुलमा अर्को फुल फेरि यता मक्ख आमा पर्छ यस्तै राख्ने हो कि आइला लग्नु आइला लग्नु आइला लग्नु I love you too. I love you too. I love you. I love you three. ल यति रहेछ है मेरो गीत चाहिँ गाइस ल धन्यवाद सबैजनालाई भन्नु पर्यो नि त धन्यवाद सबैजनालाई होइन यत्रो गीत आएछ अनि सबैजना आइदिनु भयो रमाइलो गरिदिनु भयो त्यसको लागि सबैलाई धन्यवाद तर यो के भन्छ मलाई गीत आएको यो केटीको फोटो मलाई मन परेन त्यहाँ कलर गर्छ भने त्यस्तै देख्दो रहेछ मेरो कलर गयो भने अब कहिले जान्छ मेरो कलर म यस्तो हुँदिनँ तर मेरो गाला पुक्क परेको यस्तो छैन त जस्तो पऱ्यो होइन मेरो फोटो मलाई दिएछ नि लान्छस् फोटो मात्रै दिन्छ फिल्म दिन्न फेरि मैला आउँछु होइन ल गाइस अब हाम्रो मिनी ब्लग सक्यो अब यति नै हो होइन नै हो होइन अनबक्सिङ पनि सक्यो गिफ्ट धेरै दिएन यति मात्रै दिए त्यो भएर चाँडो सक्यो ल बाई बाई सबैजनालाई